पहिले 51 जना बिरामी उपचार गरी रौतरमा छ। सबभन्दा ठुलो समाजसेवा मेरो लागि त्यही हो। चुनाव जित्नु र हार्नुको मतलब छैन, जनताको लागि काम गर्नु, जनताको लागि। जनताले मलाई माया गरेछ। यो चुनावमा व्यक्तिगत कुरा हो, म त्यो जान्न चाहन्न होइन। जनताले मलाई माया गरेछ होइन, म पनि सबैलाई कुरा होइन। त्यसैले म तपाईँहरूलाई सबैलाई भन्न चाहन्छु, आलुमुदी माया नकाट्नु कुरा गर्न चाहन्न। जनताले मलाई जति माया गर्यो, म त्यसको अभिनन्दन गर्न चाहन्छु, स्यालुट गर्न चाहन्छु। रौतरको जनतालाई जहिले पनि म साथ दिन्छु, धन्यवाद दिन्छु, उनीहरूसँग सहकारी गर्छु, रौतर बनाउँछु, विकास गर्छु, रौतरका विकृति विसङ्गति अन्त्य गर्छु। रौतरमा समस्या छ, जनतालाई म जहिले पनि अभिनन्दन गर्छु। म जनताको मान्छे हुँ। त्यसैले चुनावमा हार जित हुन्छ मैले भनेको छु। ठुल्ठुला विद्वानहरूले पनि हारेका छन्, विश्वका ठुल्ठुला नेताहरूले चुनाव हारेका छन्, नेपालमा पनि धेरैले चुनाव हारेका छन्। चुनाव हार्दैमा जनतालाई अनि अपमान नगरौँ, जनतालाई सम्मान गरौँ, जनतालाई स्यालुट गरौँ। भएन, म त जनतालाई अभिनन्दन गर्न आएको, म त जनतालाई अभिनन्दन गर्न आएको। म त जनताप्रति म त जहिले नमन गर्छु। त्यसैले आदरणीय साथीहरू, अहिले हामीले देशको परिवर्तन कुरा गरौँ। कानुन र संविधान संशोधन गरेर भए पनि अब देशमा भएका विकृति विसङ्गति अन्याय र अत्याचार शोषणको अन्त्य गर्दै देशमा आमूल परिवर्तन गरौँ, जनतालाई खुसी राखौँ। अहिले जुन जनमत आएको छ त्यसलाई हामीले आत्मसात गरौँ, स्वीकारौँ, मानौँ र जनमतको कदर गर्दै वर्तमान परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिउँ। उहाँले चुनाव गराउनु भयो, सुशीला कार्कीलाई धन्यवाद दिउँ। राम्रो चुनाव गराउनु भयो, निष्पक्ष चुनाव गराउनु भयो। म त भन्छु सुशीला कार्की जस्तो अडान भएको, विचार भएको र इमान्दारिताका साथ उहाँले जुन काम गर्नुभयो, ती गरौँ नेपाली जनताको लागि मान्छे। त्यसै गरी म सुरक्षा निकायका प्रमुखहरूलाई पनि नेपालमा बिना रक्तपात पहिलोपल्ट निर्वाचन सम्पन्न भएको छ। सुरक्षा निकायका प्रमुखहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाका प्रधान सेनापतिलाई सबैलाई म धेरै धन्यवाद दिन चाहन्छु। निर्वाचन आयोग जस्तै निर्वाचन गरायो, निर्वाचन आयोगले यसपल्ट हिम्मत गर्यो, साहस गर्यो, धेरै दबाब थियो, निर्वाचन नसारिकन तोकेको पृथ्वीमै निर्वाचन गरायो। निर्वाचन आयोगका पदाधिकारीहरू, त्यहाँका कर्मचारी सबलाई म धन्यवाद दिन्छु। निर्वाचन प्रहरीलाई पनि अब रौतरमा मेरो मन हो, मेरो मन म देश बनाउन गएको, यो देश बनाउन गएको मान्छे। किन फर्क मलाई कसैले छैन दबाब दिएको होइन। अनि किन काठमाडौँ फर्किनु भयो? मन, मस्तिष्क, सोच, चिन्तन सोचेर विचार गरेर गएको हो। म बनाउँछु, मैले फेरि एकपल्ट हेर्नुहोस्, म फेरि किन जान्छु। मैले घर भाडामा लिइसकेको छु। म रौतरकै जनताको मनमा बस्छु, उनीहरूकै सेवा गर्छु, काम गर्छु, विकास गर्छु, जनताको सेवा सुविधालाई पहल गर्छु र समग्र देशको परिवर्तनलाई आत्मसात गर्दै बालेन्सलाई हामी सबैले साथी सहयोग गरौँ। अब अन्य सरकारले देशको जनताको मुहार परिवर्तन गरोस्, युवालाई रोजगारी दियोस्, पर्यटन क्षेत्रको विकास र विस्तारमा व्यापक रूपमा हामी लागौँ, कृषि क्रान्ति गरौँ, किसानहरूलाई बिउ र मल दिउँ, सिँचाइ गरौँ, देशमा विकास गरौँ, उत्पादनको जोड दिउँ र नेपाललाई फेरि आत्मनिर्भर बनाऊ। जय देश, जय जनता, जय रौतर।